राहदानी घुम्चे शिविर हिँड्दै जाने नि यसरी नै यता हेर्नु त खुट्का छ यो हो नि त हेर्नु सिट नपाएर भुइँमै मिलाएको मान्छेहरू मलाई चाहिँ होइन पुरै बिहेको जन्ती गएको भाइब्स आयो कि यो के भन्न सिट नपाएर साथीहरू नमस्ते सेवा वेलकम ब्याक टु युट्युब च्यानल आफ्टर लङ टाइम लास्टै लङ टाइम गाइज लास्टै धेरै महिना पछाडि फेरि पनि म विन्टर आइसक्यो विन्टर स्नो सिजन चलिरहेछ धेरै महिनापछि म भिडियोमा आइरहेको छु आज चाहिँ मेरो यात्रा लामो हुनेछ भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला कहाँसम्म हुनेछ भन्ने कुरा थाहा पाइहाल्नुहुनेछ भिडियोको अन्तिममा एकदम कष्टकर छ है यस्तो डेडली चिसो छ माई गड म चाहिँ घरबाट हिँडेर बस चढेर दिदीको घर जाँदैछु अहिले अनि दिदीहरूसँग चाहिँ हामी जाँदैछौँ दिदीको एकदम इम्पोर्टेन्ट बायोमेट्रिक गर्नलाई रोस्लो सिटीमा सो बोल्नु पनि म सक्दै छुइनँ स्या स्या भएर घर झन्डै झन्डै हराएर फाइनल्ली घरसम्म चाहिँ आउन सफल भइयो अब हेत्तेरी झन्डै घर हरायो कहाँ हो कहाँ जस्तो लाग्यो क्या मलाई त हेलो दिदी सेवा हेलो सेवा कस्तो देखेछ राम्री आम्मा छिटो छिटो रेडी हुनु दिदीहरू डेडली जाडो भइसक्यो ट्रेनै आइपुग्दैन कि अब ट्रेन स्टेसनमा दिमागमा खराब भइसक्यो कति बेला पुगिन्छ 9-10 बजी होटल कति बेला चेक इन गरिन्छ हेलो गाइज निन्द्रा पुग्यो कोही चाहिँ यहाँ गेम खेलेर जस्तै हेलो 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 म पनि भ्लगमा सामेल छु है गाइजहरू गाइजहरू मारो नि मारो ल गाइज बलगाउँ खाएर अरू त टालियो छ त हाम्रो चाहिँ ढिलो बिग मिस्टेक भएछ साथीहरू ढिलो 7:30को टिकट काटेछौँ निल्लै कालै भइन्जेल यहाँ कोही पब्जी कोही निदाइरहेछन् यसरी अवस्था गम्भीर भइरहेछ रोज्लो पुग्नलाई हामी गाह्रो हेर्नु न रोक लोग्लो नि भइसक्यो त खोज्ने हो नि भालो भएन यस्तो प्राइभेटमा बस्न पाए पो प्राइभेट कम्पार्टमेन्टमा नत्र हिँड्दै जाने नि यसरी नै हिँड्ने हो यसरी नबस्ने क्या हिँड्दै जाने हो क्या अब तातो भइहाल्यो त हिँडेर जाने हो भनेको होइन अनि मलाई त मजा लाग्छ नि फेरि हिँड्दै के छ तपाईँको खबर तपाईँ घरबाट छिटो छिटो निक्लिने तपाईँले गर्दा ठन्डमा हाम्रो ठन्डी चाहिँ के गर्ने मान्छेले अनि टाइम यस्तो यस्तो भनेर नगरेर हाम्रो लास्ट रिजर्भ भइहाल्छ फाइनली ट्रेन अनि यस्तो चिसोमा बिजोग भयो नि ढाड सेक्यो चिसोले बल्ल फाइनली अब सुत्दै सुत्दै जाने कोहीहरू सुतिसक्यो कोहीहरू चिकन धन्न कम्पार्टमेन्ट चाहिँ यो खालको क्या यो खालको प्राइभेट खालको कम्पार्टमेन्टमा चढेर गाइस सबभन्दा ढिलो गर्ने फेरि उनै हो है साथीहरू धेरै धेरै लामो भिडियो बनाउनुहुन्न अब हामी एकैचोटि रोस्लोमा पुगेर भिडियो बनाउँछु अनि भोलि चाहिँ टोटल्ली रोस्लो घुमेर देखाउँछु म तपाईँहरूलाई भिजिट लाइन बसेर फनी घुमेर होला म त सुत्छु बिहानभरि सुत्छु तपाईँहरू मेरो दिदीहरूको सुताइ चाहिँ यस्तो कडा छ है यता एउटा म चाहिँ सुतेकै छुइनँ यता एउटा झुलिरहेको छ के गर्नु मेरो छेउमा चाहिँ यहाँ एउटा ह्यान्डसम केटा पनि छ गुड मर्निङ गुड मर्निङ जिन्दा पऱ्यो पानी हिँडेर जाने हो भनेको होइन अनि
मलाई त मजा लाग्छ नि फेरि हिँड्दै हिँड्दै हिँडाएर सुतेर। सो हामी चाहिँ अब रोक्लोको स्टप पुग्न आँट्यौँ। फाइनल्ली वी आर गेट अफ गर्ने टाइम आयो। ट्रेन स्टेसन बल्ल आइपुग्यो है। आमामामा जिन्दगी यात्रा यात्रा। बुढीमा फाइनली हामी वल्नु जता मान्छे कुद्यो त्यतै कुदिने अरे क्या। छिटो छिटो गएर सुत्नुपर्छ हेर्ने बानी है। उता माथि देखाउन बत्तीहरू कस्तो राम्रो के वाह भाइ वाह देखो नजारा। सो मेरो चाहिँ स्पेस रनिङ आउट हुन्छ है जहिले पनि अनि गाह्रो भयो। हेर्नु नजारा चाहिँ एकदम ब्युटिफुल ब्युटिफुल। आई रियली लाइक है कसम भनेको। ट्रेन स्टेसनबाट निस्किन साथै के उयो रोक्लोक लाउनेदेखि यता निक्लिन साथै ओ माई गड भइसक्यो। उबर बुक गरेको उबर पनि आइपुग्दैन। अब चाहिँ हामी हाम्रो बस्ने ठाउँको यात्रामा लाग्नुपर्ने हुन्छ। तर यस्तो दामी के ल हेर्नु न कस्तो मन पऱ्यो कि मलाई त। उबर पनि आयो जाँदैछौँ। तर मन पऱ्यो है मलाई चाहिँ वास्तवमा यो सिटी चाहिँ रियली ब्युटिफुल। फाइनल्ली हामी चाहिँ होटल आइपुगेको छौँ। ओइ यस्तो नम्बर हेरौँ है। रमाइलो भयो होइन। बेड ठिक छ नि। त्यस्तै हो अब यी तिनजना लडी बढी पुग्छ। तरिका ओ माई गड आउटडोर भ्यू। या वाओ दिस इज द भ्यू रोक्लो। हल्ला नगरौँ है अहिले त लागेको छैन भोक। सो गाइज हामी चाहिँ खानु त पर्यो नि त। भित्रुङ्गा गएर खानेकुरा बोकेर सोडा पानी बोकेर चाहिँ कस्तो हावा भुरभुर आएको केबाब बोकेर जाँदैछौँ। भोलि चाहिँ बिहानै दिदीको फिङ्गर बायोमेट्रिक छ पासपोर्ट रिन्युको। सो हामी चाहिँ तर चिल पाराको प्लेस लाग्यो क्या मलाई चाहिँ। त्यो भिडभाड पनि छैन है शान्त के त्यो भेहिकल्सहरूको साउन्ड नोइजहरू केही नै छैन। जाडो भयो आज त के भयो इन्जोय इन्जोय। गोल्डन स्पुन ल्याइदिने हो त। कति लामो के बात के यो त अति क्या अब थेट खाइदिनुपर्छ ढिलो। गुड मर्निङ वान्स मोर अगेन अन माई युट्युब च्यानल। गुड मर्निङ दिदी। गुड मर्निङ गुड मर्निङ। अब जाँदैछौँ। बिहान बिहानै दिदीले उठेर यस्तो बनाउनु भयो। यो खाएपछि हामी जान्छौँ। किन रिसाएको जस्तो गरेर हेरेको भन्नु न यही बिहान बिहानै उठेर के भन्नु निन्द्रामा छ। सो हामी चाहिँ होटल चेकआउट गरेर कस्तो चिसो जाँदैछौँ। अब उबर गर्नुपर्छ यहाँबाट। ज्याकेट लाउँदिनँ यस्तो स्ट्रङ मान्छे म। एकछिनको लागि मात्रै जाँदैछु म चाहिँ। हामी चाहिँ अब लाइन उभ्नु पर्ने छ। नेपाली पारा हो नि त आज त फेरि यहाँ हो नि त। हामी चाहिँ उबर पनि बुक गरेर जाँदैछौँ यहाँबाट। अब डेस्टिनेसनमा नेपाली लाइन कति भइसक्यो टन्नै होला है। Head north. जाडोले कस्तो चिसो क्या। अब यही भित्र हो हाम्रो ठाउँ चाहिँ। मान्छेहरू सब यहाँ पेङ्गुइन जस्तो भएर हिँडिरहेछ चिसोले। हुँदैन कस्तो खान्छ नि
हेलो नेपालीहरू त पर गन्धले थाहा पाउँछ भनेको अन्त नेपालको झन्डा टाँसेन रहेछ ए ए नेपालको झन्डा भने होइन यहाँ ए खुब नेपालको झन्डा खोजिरहेको थियो त अघि राजधानी घुम्ती शिविर झन्डा खोज्दै आएको मान्छेहरू यता रहेछ नि त तर त्यस्तो धेरै मान्छेहरू चाहिँ हुनुहुन्न है तर यहाँ ए ल लाइन टन्नै हुन्छ भनेर बिहान बिहानै उठेर हिँडेको छैन चाहिँ जम्मा भइसक्नु भयो निकैजना 10, 12, 13 जना आउने जाने काम भइरहेको छ अनि हाम्रो काउन्टरमा म्याम हुनुहुन्छ एक्सक्युज मी म्याम मलाई के भन्नु तपाईँलाई कम्पनसेट पनि हुने भयो ल चिया कफीको नि व्यवस्था हुने भयो है दाइ कफी चाहिँ हाम्रै होला है छ ओ लु कफी कप सबै आयो सुविधा राम्रो छ दाइ त्यो चार्ज केही हुन्न त्यहाँ होइन बनाउनु नि त दिदी कफीको सुविधा नि छ चिनी कफी सफी पानी भर्खर तताइरहेको छ पानी दाइ हुनुहुन्छ हाम्रो पूर्वेली ल राजनीतिक कुरा चाहिँ नघुसाउनु ल यहाँ फेरि चिसो छ चिसो चिसो मौसम मान्छे आउने जाने क्रम भइरहेको छ मलाई चाहिँ खोइ खाजा साजा पुरा व्यवस्था सहित आएको हो नि त हामी होइन दिदीले फेरि फोहोर बोकेर आयो तिमीहरूमा चिल छ दिदी माथि जानुभएको छ हामी वेटिङमा चिसोले यस्तो कक्रिरहेको छ नि ओ माई गड वेटिङ इज नट ओभर येट ल यहाँ चाहिँ हाम्रो सुमन दाइले पुरै भिडियो बनाएर कसैलाई सेन्ड गर्दै हुनुहुन्छ अनि मुखमा चाहिँ गुट्का रहेछ यता हेर्नु त गुट्का छ कसम भनेको लिटरली कसम लाइफ नभन्नु न हो र साँच्चै सिरियसली टाउको दुख्छ है फेरि यहाँ हेर्नु यति मान्छेहरू लाइनमा भइसक्यो कोही माथि सिडीतिर हुन्छ यो हो नि त देखाइदिएको कि हामीलाई नि बाँड्नु न एक दुईवटा यस्तो टी सर्ट चाहिँ बल्ल सक्यो हेर न मलाई त बालै दिँदैन त चाहिँ कामसाम सकेर अब चाहिँ बात त तताउनु पर्ने हुन्छ फेरि हाम्रो यहाँ गफाडी दाइले चाहिँ गफ दिनु हुँदैछ कि अन्डा दिएको चल्ला चाहिँ आउनु पर्यो अब कति दिनपछि अब सक्यो है दिदीलाई अघि मैले सोधेको एक्साइटेड भएर जवाफै दिनु भएन कि दाइ भरे हेर्नु ल मैले अघि हेरिसकेँ त हेर्नु भयो यो चाहिँ आउँछ भरे भरे पनि हेरौँ ल ओके ल ओके सक्यो है हामी चाहिँ अब फाइनल्ली हामी कता कता जान्छौँ थोरै टाइम छ काम सकेर अब चाहिँ कता कता डुल्नु जाँदैछौँ फेरि हाम्रो दिदीहरूले यहाँ तास खेल्ने साथी भेटेर यस्तो छ के हाम्रो दाइलाई वेलकम छ मेरो च्यानलमा दाइ वेलकम छ मेरो च्यानलमा फाइनली एभ्रिथिङ डन नाउ वी आर गोइङ नमस्ते मार्केट नेपाली मार्केट त्यहाँ गएर चाहिँ के गर्छौँ थाहा छैन अनि दिदीलाई चाहिँ भोक लगाएर यहाँ स्निकर चाहियो अरे यता अगाडि हाम्रो डन चाहिँ के गर्दै हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो रमाइलो टिभीको ओनर वान अफ द ओनर सुपर हिरो दाइ म त खाँदिनँ बिहान ल राम्रो छ है राम्रो अब यो त छुटाउनै भएन नि बुद्धम शरणम गच्छामि भन्दै वाउ दामी दामी छ त हौ बोलेर कानमा केही सुनेन ल रोस्लोभ सिटी यो टावर त मैले उहाँबाट देखेँ जस्तै लाग्दैछ हौ यही हो कुन हो राम्रो छ पुरै फराकिलो क्या ठाउँहरू ब्युटिफुल ब्युटिफुल यात्रा जारी छ तपाईँको टोपी मन परायो दिदी अघि हाम्रो दाइले यहाँ हामीलाई कहाँ लिएर जाँदै हुनुहुन्छ भने विदाउट डेस्टिनेसन हेर त्यतै मजा आइरहेछ मलाई त
होइन पुरै बिहेको जन्ती गएको भाइब्स आयो कि यो के भन्छ यस्तो गीतलाई दाइ पञ्चेबाजाको गीतले मलाई चाहिँ पुरै जन्तीवाला भाइब्स आयो। पार्किङ खोज्नु समस्या भएर हामी मुस्किल अवस्थामा फसिरहेको छौँ जस्ताको तस्तै। हामी चाहिँ अलमोस्ट रोक्लोको चाहिँ सबै स्ट्रेट रोड सिटी सबै घुमिसक्यो है सबै ब्युटिफुल प्लेस छ। यो चाहिँ रोक्लो क्लोनीको ट्रेन स्टेसन। ट्रेन छुट्यो साथीहरू, ट्रेन छुट्यो। फेरि 2 घन्टा पछाडि जाने भयौँ जाडोले भोक लागेर। अब चाहिँ हामी फेरि नेपाली रेस्टुरेन्ट जानु आँटिरहेको छौँ। नेपाली रेस्टुरेन्ट गएर नजिकै रहेछ उबर बुक गरिसक्यौँ, गएर खाजासाजा खान्छौँ। लेट्स सी के हुन्छ। उबर आइसक्यो ब्रेड वान जाने यसमा। अब नेपाली रेस्टुरेन्ट गएर खाजा धम्काएर फाइनल्ली हामीले रेस्टुरेन्ट भेटाइसकेको छौँ। कस्तुरी हो त्यो सानो बोर्ड रहेछ नि त, कस्तुरी कुक्निया इन्डिस्का। ल Your destination is on the left. ल स्ट्रिटहरू चाहिँ कति ठुल्ठुलो है दिदी यस्तो क्या। ल वी आर हियर। ल जमजम रेस्टुरेन्ट भनेर आएको, लास्टमा इन्डियन परेछ है। खानाको नामहरू अजिब अजिब अरे। मोमो चाउमिन खोज्दै यता है दिदी। रोटी बाइक भातै होइन, हामी जहाँ पनि भात खानुपर्ने। ल अब चाहिँ खाना इन्जोय गर्ने हो अनि ट्रेनतिर लाग्ने हो। बुझ्यो त मोमो चाउमिन खाएको अरे। खानु आएको मान्छे के खाएर बटर नान दाल रोटी सुक्खा भात बासमती। ठिक छ हामीलाई भात राइस भनेको त नि हाम्रो डेली खाने हो नि त। हेर न बुढी फेरि। सो फेरि हामी चाहिँ अब ट्रेन स्टेसन जाँदैछौँ। 2 बजे 3 बजीको ट्रेन छ। अब 1 घन्टा फेरि कता के गर्ने हो थाहा छैन। ठिकै छ। एनिवे वी ब्याक अगेन ट्रेन स्टेसन। हियर इज पेंगुइन इन द टाउन। हेलो पेंगुइन। अब फेरि Head south. ट्रेन स्टेसन आइपुगिसक्यौँ। हाम्रो नम्बर प्यारोन प्लेटफर्म 3। वेटिङ इज ओभर। त्यो पनि पस्नलाई पनि यति मुस्किल के। अब हेर्नु न ट्रेन गाडी छुटिसक्यो, चढ्ने चढ्छन् छुट्ने छुट्छन्। बसाइ ट्रेनमा टिकटमा भएर बसे यस्तो अवस्थामा छु। वेटिङ इज ओभर। बसेछ यस्तो लासो बसाइ ढ्यापै बस्नु अनि बनाइरहेको छु भन्न अरू लागिरहेछ आज फेरि। ससुरालीमा दाइको ससुराली गएको जस्तो अनुभव भइरहेको छ मलाई चाहिँ। हो र म त दिदीको माइत गए जस्तो लागेको थियो त। दिदीको ससुराली गएको जस्तो लागिरहेको छ। यस्तो छ होइन कहाँ गएर आएको अनि दिदीको पाम्रो डिनो बनायो नि। कस्तो भयो त ऱ्याक भयो। ठिक छ इन्जोय गर्यो। रोक्लो सिटी पुरा घुम्यो नि त आज। कतिको रिस उठ्यो? कति पर्सेन्ट 48 घन्टामा कति पर्सेन्ट धेरै रिस उठ्यो? के भयो? कति पर्सेन्ट रिस उठ्यो? कति पर्सेन्ट खुसी भयो? रिस त उठेन। हेर्दा त मैले हेर्दा झनक पिल्सिरहेको त। फोटो खिच्न लाग्छ हात पक्रेर औँला ठुलाएर बस्छ अनि फोटो खिच्न लाग्छ। अरू कुरामा के चित्त बुझेन। भन्दै नेक्स्ट टाइम दिदीले तँलाई यसरी हेडेक गराउँदैन ल। काँधमाथि राखेर कुदाउँछु तँलाई हस्। यही भन्नको लागि तैँले भिडियो बनाएको। ल हेर्नु सिट नपाएर भुइँमै मिलाएको मान्छेहरू। कस्तो त यस्तो चिसो भएर खोजिरहेर फेरि यहाँ भुइँमा बस्दिएको म त। यहाँ चाहिँ एटलिस्ट तातो रहेछ है। कहिले पुग्ने होला घर। ओ माई गड दुःख छ। घरि सुत्दै घरि उठ्दै घरि बस्दै कति टाइम लाग्यो घर जानलाई पनि।
साथीहरू ट्रेनमा सिट नपाएर साथीहरू लुडो खेलिरहेको रहेछ कि अब लुडो हानिरहेको के अब डेस्टिनेसन इज अब खुसी लाग्यो कि होइन भनिहाल्नु लास्टै गाह्रो भयो नि यहाँबाट जाऊँ न कता हिँडेको यता घुम्दै आयो आज त रोड जाने नि हुई चाचा हुई ओइ दिदी चाचा हुई गर्नु न यता हुई हुई सुन्नु म चाहिँ सिटमा बस्दै आयौँ होइन अनि लास्ट उड्डी त भुइँमै होला बिजोग भइरहेको होला भनेर उठेर लुडो हान्दिरहेको रहेछ क्या अब सकिएन अनि ट्रेनमै लुडो हान्दिरा ल अझै पनि हाम्रो चाहिँ डेस्टिनेसन फाइनल भएको छैन है याब्जे चाहिँ आइपुग्यो चाहिँ यत्रो गलेर आएर नि पुगेको छैन अझै सपिङ मल कुदिरहेको छु के भन्छ मैले बिजोग पारेँ भन्छ क्या साथीहरूलाई अब ल आइपुगेँ अनि मैले दिदीहरूसँग छुटेको भिडियो बनाउने पाइनँ रहेछु बिर्सेर आजको दिन यस्तै भयो ह्याभ अ गुड टाइम अल पिपल एन्ड ओ माई गड यस्तो नि हुन्छ भिडियो थ्याङ्क यू फर वाचिङ वन्स मोर अगेन